हे गाइज गुड मर्निङ एभ्रिवान आई होप कि सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु अनि अहिले चाहिँ म एक्ज्याक्टली भन्नुपर्दा चाहिँ रोइङमा छु होइन रोइङमा काम गर्दैछु बिहान अब कति 7 बजिसक्यो ड्युटी निक्लिने टाइम हुन आँटिसक्यो हामीहरूको चाहिँ खासमा काम के हो भन्दा चाहिँ हामीहरू चाहिँ वेल्डिङ म्यान हो क्या वेल्डिङ गर्छौँ होइन अनि कोही डिजाइनहरू दिन्छौँ वेल्डिङको जुन चाहिँ ट्रस्टहरू भयो होइन ग्रिलहरू बनाउन यताउता एभ्रिथिङ सबै चिज गर्छौँ हामी होइन अनि हामीहरूसँग चाहिँ हामीहरू केटाहरू चाहिँ जम्मा छौँ 4-5 जना छौँ अनि जाडो छ आगो ताप्दैछु म चाहिँ टक्क लाएर यहाँ अनि यहाँ छ एउटा हामीहरूको दादाको जेठो छोरा कस्तो देखिरहेको अनि अरू चाहिँ के होइन गाइस म आज चाहिँ तपाईँहरूलाई हाम्रो काम देखाउँछु होइन कसरी गर्छौँ हामीहरू काम अनि आज म धेरै पछि पनि भ्लग बनाउँदैछु किनकि यस्तै हुन्छ टाइम पाइँदैन होइन छोरा मान्छे कहिले कता हुन्छ त्यसैले गर्दा अनि आज म तपाईँहरूलाई हामीहरूको काम देखाउँछु होइन अनि त्यो काम कसरी गर्ने त्यो जान्नको लागि चाहिँ तपाईँहरूले चाहिँ लुडो डाउनलोड गर्नुहोस् होइन जस्तो भए पनि अनि त्यस्तै हो म तपाईँहरूलाई बाहिरको भ्यू देखाउँछु है बिहानै चाहिँ पहाडको भ्यू मस्त देखिरहेछ अनि गाई चाहिँ एउटा कुरा चाहिँ होइन यहाँ चाहिँ खासमा हामीहरूको किचन कस्तो हुन्छ भने नि यस्तो क्या यहाँ अब चाहिँ चाङ यहाँ चाहिँ वरिपरि खुल्ला ठाउँ छ वरिपरि होइन अनि बिचमा चाहिँ अब आगो ताप्ने यताउता आगो जलाउने खाना सब्जी बनाउने हो यस्तो ठाउँ छ आज होइन हामीहरू कसरी काम गर्छौँ कस्तो टाइपले काम गर्छौँ त्यो हामीहरू तपाईँहरूलाई देखाउँछौँ कुनै पनि होइन त्यो फट्टे गर्ने पनि होइन म तपाईँहरूलाई यति देखाउँदैछु कि हामीहरू कुन तरिकाले कस्तो के बनाउँछौँ हो त्यो चाहिँ देखाउँछु तपाईँहरूलाई म अनि ल गाइस जो गाइस हामीहरूको पनि ड्युटी निक्लिने बेला भयो होइन यस्तो हतारमा यहाँ पेनको तुना पनि बाँधेको छैन होइन हामीहरूको चाहिँ ड्युटी निक्लिने बेला भयो अब हामीहरू तपाईँहरूलाई देखाउँछौँ हामी कस्तो स्टाइलले काम गर्छौँ र के काम गर्छौँ होइन हामी तपाईँहरूलाई देखाउँछौँ एन्ड वेट एन्ड वाच ल गाइस अहिलेको लागि चाहिँ हामी चाहिँ आइपुग्यौँ टक्क लाएर हामीहरूको काम गर्ने ठाउँमा होइन यो चाहिँ हो हामीहरूले बनाएको गाइस होइन यो टिना सिना सबै हो क्या माथिदेखि होइन टिना यो रेलिङ यो सबै हामीहरूले बनाएको हामीहरूको सर चाहिँ त्यहाँ हुनुहुन्छ यो चाहिँ हामीहरूले बनाएको होइन यहाँ कतादेखि यो यस्तो सबै यो रेलिङहरू भयो ल केटा लगाऊ मेसिन लगाऊ कता छ मेसिन निकालौँ होइन हामीहरूको खतम गर्ने पनि टार्गेट छ होइन यसलाई जति सक्नु हामीहरूले आज सक्नुपर्ने छ होइन यहाँ अगाडि चाहिँ फेरि गाई चर्च पनि छ है जय मसी अनि यस्तै हो हामीहरूले बनाएको होइन यो टिना सिना टक्क अब म वेल्डिङ गरेको देखाउँछु होइन वेल्डिङ झ्यार गर्छ नि त गरेको देखाउँछु चलो यो वेल्डिङ मार्न चाहिँ नि पुरा जलेर होइन पुरा यताउति पुरै आगो उछिदिन्छ यस्तै फेरि
अब यहाँ समथिङ आजको काम छ होला होइन। आजको काम सकेपछि चाहिँ त्यति डिजाइनवाला पनि दिएको छैन हामीहरूले, त्यति खासै डिजाइन पनि छैन यसमा। आफ्नो चाहिँ होइन सपना कहाँ एकतिर, सपना एकतिर आफू एकतिर भइरहेछ। अनि गर्न खोजेको केही पनि हुँदैन, अनि यस्तै गरौँ उस्तै गरौँ, यतिकैमा टाइम पास भइरहेछ भनौँ न। हामीहरूसँग चाहिँ एउटा बङ्गाली भाइ पनि छ होइन। अनि त्यसलाई चाहिँ यो निमको रुख देख्नुहुँदैछ नि, यो निमको पत्ता आइनो हजुरहरूलाई थाहा छ यो निमको पत्ता होइन। अनि यसले यो निमको पत्ता यो 4-5वटा चाहिँ खान्छु भनेको छ होइन। हेरौँ के गर्छ ल। पूरा एक ही बार में खत्म करो। इधर दिखाओ। फेस काट्यौ त्यसको? नीलो उसको सफाई का नीलो नीलना है, वो विटामिन होता है उससे। खत्म कर दिया है। ये पाइप को पकड़ो। खतरा छ होइन यो चाहिँ यता खतरा छ। म होल्डिङ मार्छु अब यता माथि। निमको पत्ता अब चाहिँ म यहाँ होल्डिङ मारिदिन्छु होइन। यस्तो माथि माथि पनि हामीहरूको चाहिँ खतरा रिक्सी काम हुन्छ। भाइ यो घोडा पक्रो हाँ तो घोडा पक्रो तपाईँले राखेको छ। तलको बिमको ग्याप हेरेर यहाँनिर काम गर्नुपर्ने छ अहिले चाहिँ होइन। यो टिना सबै खोलेर फेरि अलिकति बढाउने अरे। अहिले चाहिँ म चाहिँ टपमा छु क्या, घरको टपमाथि बसेर रोइङको नजारा है। जङ्गल छ यार। त्यो प्लेनमा तो गाइस होइन सक्यो हामीहरूले टिना हानेर पनि। यो साइडको काम चाहिँ अब सके जस्तो छ होइन। अब अर्को साइडमा यत्रो हाइट छ, आम्मा सानो हाइट छ यहाँ हेर्नु। रिक्स के पीछे इक्स से सक्यो। वो यार यस्तो हाइट छ यहाँ। यो टिनाहरू पनि सबै यहाँ दादाहरूले हानेको होइन। यो टिना यो पनि हानिसकेको थियो, यहाँ अलिकति छोटो भयो अरे भनेर अनि फेरि मालिकलाई चित्त। ओ यहाँ हामीहरूको ल भरे भेटौँ है त। यो हामीहरूको चाहिँ यहाँको काम पनि सक्यो अब होइन। लास्ट यो एउटा बसेको थियो, त्यही पनि मालिकले जुत्ता सुत्ता राख्ने बनाइदिएन भनेर बनाइदिएको यो चाहिँ होइन। जुत्ता राख्ने हो यो चाहिँ होइन। जल्दी सामान पैक करो, क्या ऑनर में देख रहा है पूरा। सामान पैक करो जल्दी। सिद्धियो भयो छोड्यो। यो चाहिँ जुत्ता राख्ने बनाइदिएको। अब यत्रो घर त बनायो मालिकले, अब जुत्ता हुन्छ नि त पाहुना साउना आउँदाखेरि होइन।
जुत्ता राख्ने उयो चाहिँ टक 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 स्टेप स्टेप छ स्टेप स्टेप जुत्ता राख्छ अरे ओ जुत्ता राख्छ अरे राखोस् मुजी अरू के सामान छ म अब यसो विचार गर्छु हामीहरूको थाल बर्तुन यही छ यार थाल बर्तनहरू पनि खाना खाएको यो निक्लेको हामीहरू गाइस अब हामी निक्लेको गाडीमा पनि तेल पिलिक पिलिकमा छ आजको हाजिरा खत्म भयो ल गाइस हैन हामी चाहिँ घर आइपुग्यौँ अब आजको ब्लग चाहिँ यही एन्ड हुन्छ अब भोलि के हुन्छ हेरौँ